प्रतिनिधि सभा निर्वाचन नजिकै गर्दा राजनीतिक ध्रुवीकरण र दल बदलको क्रम तीव्र बनेको छ। काठमाडौँ 1 मा स्वतन्त्र उम्मेद्वार राजानन्द माण्डव्यले उम्मेदवारी फिर्ता लिँदै राप्रपाका रविन्द्र मिश्रलाई समर्थन गरेका छन् भने धनुषा 3 का राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा प्रवेश गरेका छन्। काठमाडौँ 1 का स्वतन्त्र उम्मेद्वार तथा राष्ट्रिय पोशाक र झण्डा अभियानका अभियन्ता माण्डव्यले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेद्वार मिश्रलाई समर्थन गर्ने घोषणा गरे। आफू राप्रपाको सदस्य नरहेको स्पष्ट पार्दै उनले मिश्र संसदमा पुगे राष्ट्रिय पोशाकमै उपस्थित हुन आग्रह गरे। म कसैको पैसामा चुनाव लडेको होइन, आफ्नै विवेकले राजनीति सुरु गरेको हुँ। माण्डव्यले भने पार्टीमा जाँदा तोडफोड होइन, एकता हुनुपर्छ। उनले कुनै शर्त नराखी निस्वार्थ रूपमा मिश्रलाई सहयोग गरेको उल्लेख गर्दै मिश्र आफूभन्दा उत्कृष्ट नेता भएको बताए। हार्दैमा राजनीति समाप्त नहुने र मृत्यु भएपछि मात्र राजनीतिक यात्रा टुङ्गिने उनको भनाइ थियो। उता रविन्द्र मिश्रले आफू पैसा नबाड्ने र ढाँटेर भोट नमाग्ने अडानमा रहेको दोहोर्याउँदै माण्डव्यको समर्थनलाई हृदयदेखि आएको सहयोग बताएका छन्। उनले राप्रपा उत्कृष्ट पार्टी बन्न सक्ने दाबी गर्दै भ्रष्टाचारलाई कडा शब्दमा आलोचना गरे। सांसदहरू राष्ट्रिय पोशाकमा संसदमा उपस्थित हुँदा संस्थाको गरिमा बढ्ने धारणा राख्थे। उनले तेस्रो प्रयासमा जित हासिल गर्ने विश्वास व्यक्त गरे। यसैबीच धनुषा क्षेत्र नम्बर 3 का राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार तथा पार्टीका केन्द्रीय उपाध्यक्ष राजीव झा राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा प्रवेश गरेका छन्। उनलाई एक समारोह बीच राजसपाका उम्मेद्वार मनिष झाले पार्टीमा स्वागत गरेका हुन्। झासँगै राष्ट्रिय मुक्ति पार्टीका अन्य कार्यकर्ता पनि राजसपा प्रवेश गरेको जनाइएको छ। निर्वाचनको मुखमा उम्मेद्वार तहकै नेताको पार्टी परिवर्तनलाई धनुषा 3 को प्रतिस्पर्धामा अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ। निर्वाचन नजिकै जाँदा उम्मेदवारी फिर्ता, समर्थन घोषणा र दल परिवर्तनका घटनाले चुनावी समीकरण थप रोचक बन्दै गएको छ।